हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आज हामी जाँदैछौँ माछा मार्नलाई। आज हामी फिसिङ गर्न जाँदैछौँ। पछाडि दाइहरू आउँदै हुनुहुन्छ। सो अगाडि मान्छेहरू गएछौँ हुनुहुन्छ भेनाजु, अगाडि मेरो भतिज। हामी फिसिङ गर्न जाँदैछौँ र पछाडि दाइहरू पनि आउँदै हुनुहुन्छ, पछाडि हुनुहुन्छ उहाँहरू। ल आज चाहिँ खतरा माछा मार्ने, अस्ति नै देखेको माछा मार्ने ठाउँ। अनि त्यहाँ चाहिँ धेरै माछाहरू छन्। अनि अस्ति मार्न नसकेर आएको, आज चाहिँ बिस हाल्ने भनेर यहाँ बिसहरू पनि बाल्टीमा बोकेर हिँड्नु आएको छ। देख्न सक्नुहुन्छ यो डोमा हामी माछा हामी चाहिँ यहाँ खोलामा आइपुगिसक्यौँ। माछा मार्ने डर चाहिँ यो हो, माछाहरू पनि छन्। तपाईँहरूलाई आज चाहिँ मेरो क्यामेरा पानीमा डुबिरहेको छ। ल गाइज, फाइनली हामीले चाहिँ यहाँ पानी सुकाइहाल्यौँ। माछा यसरी मारेर यो चाहिँ हाम्रो फिस, दिस इज फिस। ल यी माछा चाहिँ यसरी पुरै खसेर मरेको छ। टक्क पानी सुकाइसकेपछि यसरी भेटिन्छ माछा। हामी चाहिँ यत्रो डर सुकाएर पुरा फिसरम्यानहरू यहाँ खोजिराख्नु भएको छ। ए क्यामेराम्यान फेरि ल यता यता मासु ल यहाँ माथि 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 यता माछा 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 मेरो देख आफ्नै लापरवाही का नतिजा। ल ल मछली अब चाहिँ छोप्नु चाहिँ बहुत मजा आइरहेछ अहिले चाहिँ। ल गाइज, फाइनली चाहिँ हामी चाहिँ माछा मार्न आइहाल्यौँ घर। अब माछा धेरै नै मार्यौँ हामीले। अब जति छ पछाडि ल्याउँदै हुनुहुन्छ दाइहरूले, हामी चाहिँ अगाडि आइहाल्यौँ। अहिले हामी देखाउनेछौँ माछा। आजको फिसिङ चाहिँ हाम्रो यति नै भयो। बाँकी नेक्स्ट ब्लगमा।